आजको कथा रहेको छ तिर्खाएको कागको कथा। एक गर्मीको दिन थियो। एउटा काग निकै तिर्खाएको थियो। उसले पानी खोज्न धेरै जसो ठाउँमा उडेर हेऱ्यो, तर कतै पनि पानी भेटेन। अन्तमा कागले एउटा घैला देख्यो। घैला आधाभन्दा पनि कम पानीले भरिएको थियो। काग खुसी भयो, तर घैला गहिरो थियो र उसको चुच्चोले पानीसम्म पुग्न सक्दैन थियो। काग एकछिन सोच्न थाल्यो, अनि उसले वरिपरि हेऱ्यो र ढुङ्गाहरू टिपेर घैलामा हाल्न थाल्यो। एक एक गर्दै ढुङ्गा हाल्दा पानीको सतह माथिसम्म आउन थाल्यो। थोरै समयपछि पानी चुच्चोसम्म आइपुग्यो। कागले खुसी हुँदै पानी पियो र आफ्नो प्यास मेटायो। आजको कथाको नैतिक शिक्षा के छ भने बुद्धि र धैर्यले कुनै पनि समस्या समाधान गर्न सकिन्छ। आजलाई कथा सकियो।